नमस्ते। नेपालको आइपिओ बजारको माहौल यति बेला एकदमै तातेको छ। हरेक नयाँ आइपिओ आउँदा एउटा ठूलो अवसर पनि अनि लटरी पनि त्यस्तै भएको छ हैन त? ल, आज हामी यही बजारका 3वटा ठूला र महत्त्वपूर्ण अपडेटहरू हेरौँ। सायद हरेक खुद्रा लगानीकर्ताको मनमा खेल्ने सबैभन्दा ठूलो प्रश्न नै यही हो। माग यति धेरै छ र शेयर पर्ने सम्भावना यति कम छ कि सबैलाई यही सोच्न बाध्य बनाएको छ। ल, हाम्रो पहिलो अपडेट बुजुङ हाइड्रोपावरको बारेमा छ। यसको आवेदन दिने समय त सकिसक्यो र अब हजारौं लगानीकर्ताहरू एकदमै व्यग्रताका साथ अन्तिम नतिजा पर्खेर बसिरहेका छन्। बुजुङले सर्वसाधारणका लागि जम्मा 8,30,000 किता शेयर मात्रै निकालेको थियो। माग र आपूर्तिको सारा खेल सुरु हुने बिन्दु नै यही हो। तर हेर्नुहोस् त, त्यही सीमित शेयरका लागि 26,65,000 भन्दा पनि बढी आवेदन पर्यो। यसले नै देखाउँछ कि बजारमा लगानीको अवसरको लागि उत्साह कतिसम्म चुलिएको छ। यहाँको प्रतिस्पर्धा कस्तो थियो भनेर हेर्नुहोस् न। जति शेयर थियो त्यसभन्दा 37 गुणा बढी आवेदन। सोच्नुहोस् त। हो, यही कारणले गर्दा यो वर्षकै सबैभन्दा धेरैले चाहेको आइपिओ बन्यो, जहाँ अब थोरै भाग्यमानीले मात्र शेयर पाउने कुरा त पक्का नै भयो। र अब सबैभन्दा महत्त्वपूर्ण कुरा, यसको बाँडफाँड मिति माघ 27 गते मङ्गलबारका लागि तोकिएको छ। हो, यही दिन थाहा हुन्छ को भाग्यमानी रहेछन् भनेर। अब लागौँ हाम्रो दोस्रो अपडेटतर्फ। यो चाहिँ अहिले चलिरहेको अवसर हो, होटल फरेस्ट इन। यो लगानीकर्ताहरूका लागि एकदमै समय संवेदनशील मौका हो, किनभने समय त्यति धेरै छैन। यसमा आवेदन दिने अन्तिम मिति माघ 26 गते हो। त्यसैले जो इच्छुक हुनुहुन्छ उहाँहरूका लागि समय एकदमै सीमित छ। आवेदन खुलेको केही दिन नबित्दै यो आइपिओ लगभग 5 गुणाले ओभरसब्सक्राइब भइसकेको छ। यसको मतलब के हो भने यहाँ पनि शेयर बाँडफाँड गोला प्रथाबाटै हुने पक्कापक्की छ। तर यहाँ एउटा कुरामा ध्यान दिनुपर्छ है। माग त एकदमै धेरै छ, तर कम्पनीको वित्तीय अवस्था हेर्ने हो भने यो त अहिले घाटामा चलिरहेको रहेछ। अझ यसको प्रति शेयर नेटवर्थ मतलब किताबी मूल्य पनि आइपिओको मूल्यभन्दा कम छ। यसले के देखाउँछ भने लगानीमा जोखिम पनि त्यत्तिकै छ। अन्त्यमा यो आइपिओमा पनि 3,32,000 भाग्यमानी आवेदकहरूले मात्र 10-10 किताको दरले शेयर पाउनेछन्। फेरि पनि यो एउटा लटरी नै हो। ल, अब तेस्रो र अन्तिम अपडेट। यो चाहिँ भविष्यको सम्भावनासँग जोडिएको छ। अतिथि रिसोर्ट। यसले लगानीकर्ताहरूलाई बजारमा आउन लागेको एउटा नयाँ अवसरको लागि पहिले नै तयारी गर्ने मौका दिन्छ। अतिथि रिसोर्टले आइपिओ निकाल्नको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएर आफ्नो प्रक्रिया सुरु गरिसकेको छ। भन्नुको मतलब यो कम्पनी अहिले नियामक निकायको स्वीकृति प्रक्रियाको पहिलो चरणमा छ। प्रस्ताव अनुसार कम्पनीले अङ्कित मूल्य 100 रुपैयाँमा 16,05,000 किता शेयर जारी गर्ने योजना बनाएको छ। भविष्यको अवसरलाई आफ्नो नजरमा राख्न चाहने लगानीकर्ताहरूका लागि यो एकदमै महत्त्वपूर्ण जानकारी हो। त्यसो भए यी 3 फरक चरणमा रहेका कम्पनीहरूको अपडेटबाट हामीले के बुझ्न सक्छौँ त? ल, यसको सार हेरौँ। यसको मुख्य निष्कर्ष एकदमै स्पष्ट छ। कम्पनी जलविद्युतको होस् वा होटलको, अनि त्यो नाफामा होस् वा घाटामा, नयाँ शेयरका लागि लगानीकर्ताहरूको आकर्षण र माग चाहिँ एकदमै धेरै देखिन्छ। यो भनाइले हामीले छलफल गरेका 3वटै चरणलाई राम्ररी समेट्छ। सम्पन्न भइसकेको लटरी अर्थात् भुजुङ, चलिरहेको अवसर अर्थात् होटल फरेस्ट र आउन लागेको सम्भावना अतिथि रिसोर्ट। र अन्त्यमा एउटा गम्भीर प्रश्न उठ्छ। हरेक आइपिओमा यसरी लाखौंको आवेदन पर्ने यो लहरले एक औसत लगानीकर्ताको भविष्यलाई आखिर कसरी आकार दिएला त? यो प्रश्नले बजारको अहिलेको ट्रेन्ड र यसको दीर्घकालीन असरबारे सोच्न बाध्य बनाउँछ।